तिमी त रक्सी खाएर बाटा हल्लिँदै हिँड्छौ अरे हो। कति रौसी खान्छौ दिनभरि? अलि अलि होइन, तिमीले 3-4 बोतलै रौसी खान्छौ अरे दिनभरि। पल्ला रे साइनोले भन्छ मलाई, तिम्रो आमालाई गएर भनिदिउँ तिमीले रौसी खाँदै हिँड्छौ भनेर। के हुन्छ र भनिदिएर दाँत झार्ने मात्रै होइन, तिम्रो हात खुट्टा पनि भात्नु पर्छ। हेर त यति राम्री मान्छे भएर रौसी खाँदै हल्लिँदै हिँड्न तिमीलाई लाज लाग्दैन? हेर्न अझै ठुल्ठुलो कुरा गरेको। अनि के हुन्छ र 3-4 दिन जाब रक्सी नखाएर? हे भगवान, यसो गर के बरु 3-4 दिन रक्सी नखाऊ, बरु त्यसको सट्टा दुध खाऊ, कफी खाऊ, चिया खाऊ, कोक खाऊ, स्प्राइट खाऊ, हुन्छ? ए तेरिका, तिम्रो रक्सी खाने अड्डा कहाँ हो भन त? अब तिमीलाई जति सम्झाइन लागेन, बरु म पनि रक्सी खान थाल्न पर्यो अबदेखि। जामिन पृथ्वी चोकमा गएर मस्त रक्सीसँग सुकुटी खाऊ है। सुकुटी खान्छौ होला नि? 3-4 बोतल रक्सी खाने पियर बाउनी भन्दै अझै